ब्याग तानेको तानेकै छ आउनु 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 ऐ ऐ ऐ ऐ ल यता देऊ गुडिया गगासँग जानु गगासँग हेलो गाइस दर्शन नमस्ते स्वागत छ हजुरहरूलाई हाम्रो च्यानलमा। हामी चाहिँ आज फेरि मम्मीलाई लिएर यसो नजिकतिर डुल्न जान आँटेको। आज चाहिँ हामी सबैजना ढिलो उठेर टाढा जानलाई टाइम छैन, त्यही भएर चाहिँ नजिक जान आँटेको छौँ। अब हामी 2 बजिसक्यो, 2:30 बजिसक्यो। खानासाना खाएर नुहाइधुवाइ गरेर सिट बेल्ट लगाउनु बिर्सिरहेको रहेछ। अनि है घाम पऱ्यो हेर न। जाँदैछु के अरे क्यास्टल जानु है। ओखा क्यास्टल जान आँटेको। गगा नातिनी नातिनीलाई चाहिँ के भन्छ? नातिनी नै यता यता पाक्यो। ओ सानो हेलो हेलो वेलकम सक्नु खोज्दैछ है। ल गगा नातिनी चाहिँ यहाँ पछाडि बस्नु भएको छ, किनभने मलाई पछाडि अलिक टाउको दुख्छ, त्यही भएर। हेर न फेरि रुन्ची रुन्ची खालि रुन मात्रै जानेको छ। हेर हेर निन्द्रा लाग्यो। अब निन्द्रा लाग्यो। ल गाइजहरू हामी जाँदैछौँ, हेरिदिइराख्नु होला। आज र भोलि 2 दिनसँगै छैन गाडी कुदाएर हल्छी लाग्छ आजकल। म कुदाऊ ठ्याक्कै फेरि अस्ति भर्खर गाडीको उहाँ ह्यान्डल किन छोडेको, उहाँ के भन्छ कसरी कुद्छ गाडी भन्छ। ल है गाइजहरू हामी चाहिँ यहाँ आइपुगिसक्यौँ, यही भित्र हो। रातो रातो त रहेछ हौ अलिअलि त। 1500 अरे हौ। कति घन्टाको? 24 आवरको रहेछ नि त। यहाँ चाहिँ राजाको दरबार हेर्न आएको यहाँ। बोलाउँदा नि बोल्दैन, घोप्टेको छ। लाजले होला नि, लाजले हो कि त्यस्तै होला नि। अनि त्यस्तोलाई चाहिँ पछि पनि त्यस्तै हुन्छ नि। त्यो आइने त हुन्छ नि धन्न परेन। त्यसको तातो नबुझ्दो कुराहरू नगरियो कमै। नाटक नगर। हाम्रो पुकुलीको लागि फेरि यहाँ बेग्लै कारमा आयो, कारदेखि पनि अर्को कार चाहिन्छ फेरि यहाँ। के हो पुकुली नानी? ए रानाज्यू हाँस्दिनु न हौ, हाँस्दिनु हुन्न त नि। आमै नक्कलीलाई यहीँ सेट गर्दैछ। यहाँ कपाल काटेपछि यहाँ नेटवर्क के भयो खोइ। तपाईँको त खोइ कपाल धेर भएर होला नेटवर्क न। त्यो कहाँबाट तपाईँ कहाँ हो? ल है गाइजहरू हामी आइपुग्यौँ यहाँ। ठ्याक्कै यहाँ आइपुगेको हावा नि बेसरी चल्छ। त्यसमा चाहिँ रहेछ क्या अरे तेल लाएर गरेको, तेलको दागै छ नि त यहाँ। त्यो अर्को पो चलाइदियो नि हामीले। कता छिरेको? मेन गेटमा नछिर्ने, मेन गेट त यता हो नि। गाडीमै राख्दियो अब। किन अघि आफूले चाहिँ स्टोलर नै ठिक हुन्छ भन्छ, अनि मम्मी चाहिँ अब खालि निप्दै भयो। मेरो त नातिनीको ए कक्रा डढाउँदै म चाहिँ ल कक्रामा बस्नु। यो चाहिँ गेट है, यो छिर्ने गेट हो। यो चाहिँ छाता
कति राम्रो छाता नि यिनीहरूले क्या यहाँ जापानिजहरूले ड्रेसमा लाउने छाता हो कि ड्रेस हुन्छ नि यिनीहरूको कस्तो राम्रो त्यसमा लाएर फोटो खिच्छन् क्या अहिले त यस्तो भयो सेर्पाको बेहुलालाई छाता हो र हुन्छ नि यहाँ बेहुला बेहुलीलाई छाता बेलुका आउनुपर्ने रहेछ नि बेलुका लाइटिङ हुन्छ यहाँ कस्तो राम्रो है सबै आएर यो बाँसहरू बेलुका आउनु पर्दैछ बसौँला नि अहिले घुमेर खाजा खाएर आउँला नि के छ र हामी त भोलि नि घरमै हो तिमी त हो काममा सानो यो नानीसँग लड्छु भनेर म चाहिँ झन् हिँड्नु भएको चप्पल लगाएर घरिघरि त्यो अलिक लुज भएछ कि लुज भएपछि बेग्लै हुन्छ पक्रा डराउँदैछ भन्दै हेर्दैछ घामै गयो क्या गाइजहरू उतोहरू हेर न सामुराई बनेको छ सामुराई पहिलेको त्यो राजाहरू बनेको क्या कुन ए अहिले एकछिनमा गर्छ रिभ्यू त्यो त्यहाँ खाँदै रिभ्यू दिँदैछ त ए ए छाता हेर्नु न कति म एउटा तानेर लिएर जाउँ क्या हो यहाँ त प्रोग्राम हुन्छ जस्तो छ कहाँ कहाँ हामी पहिला छिरेको थियो र म छिरेको त्यस्तो केही छैन क्या त्यो पहिलेको तलवारहरू यताउति मात्रै छ ल ल उ त्यो हात धुने ठाउँमा जाउँ न राजाको रैतीहरू जस्तै पो बसेछ अनि पिकुली हे रुन्ची रैतीहरू पनि उता देखाएको अहिले कराउँ उहाँ पनि छ घडी गर्दैन अझ सँग ओखा जाकी हिँड न त उता सिरान्जी त्यो अहिले गएर हामी बेलुका पऱ्यो ल गाइजहरू यहाँ चाहिँ भरे लाइटिङ बलेर यस्तो दामी देख्छ अब हामी त बेलुका पो आउँ जस्तो भयो त हौ हेर्नु न यहाँ कस्तो राम्रो बेलुका मान्छे थुप्रै आउने होला यहाँ घडी कुन निन्द्रा लाएर नि मम्मीजी घाम नभएर 360 डिग्री हो नि त मम्मीको पुकुलाई देखाऊ त यहाँ पुकु पुकु आइज आज खुब घुम्ने भएको छ नि ऱ्याबिट उहाँ हेर्दैछ म आमैलाई गगाईलाई हेर्दैछ यामै ल रेड म्यापल सानो बच्चा खोइ त्यो त बरु राखेर आएको हो भन्दैछ जोड्याउनु मात्रै पर्यो ए तपाईँलाई उहाँ गरेको फर्केर हेरेको हेरेको मजा तल झऱ्यो नि मजा तल झऱ्यो नानीको आमामा यहाँ त भरे आमै उयो सबै बल्छ के ऊ त्यही भएर उ गरे रहेछ है रुखहरू हेर न कस्तो दामी बनेको यता त झरेछ यता साकुरा खुल्ने हो क्या अलिअलि रहेछ यो रेड म्यापल चाहिँ है आमामा भरे त यो भित्र त कति लाइटिङ बल्ने रहेछ क्या रे है ए सानो गेट रहेछ ल गाइजहरू छाता पनि बल्ने रहेछ क्या हो ल है ओए पापा छोरी हेलो भनिन नक्कली रुन्ची ल यता पनि हामी पनि छौँ है गाइजहरू गाइजहरू होइन मलाई चाहिँ खासै यो फोटोतिर यो उयोतिर खासै मलाई इन्ट्रेस्ट लाग्दैन त्यही भएर उहाँ फेरि सासू बुहारीको बेग्लै छ फेरि ऊ उहाँ पुगेर फोटो खिच्नु पर्ने अरे उहाँले हेरेर फेरि सासू बुहारीको जे होस् जोडी चाहिँ जमेको छ
हो त्यहाँनिर चाहिँ अब छाताहरू नाइटमा हो भने चाहिँ लाइटिङहरू बबाल हुन्छ होइन त्यो यो चाहिँ बाँसको कप्टेरा जस्तो के भन्छ त्यसलाई कप्टेरा भनौँ भने फेरि यो हाम्रो उतिर चाहिँ त्यस्तै बोल्छ यो बाँसको यस्तो दुलो पारेर बनाएको छ क्या यो भित्र चाहिँ लाइटहरू हालेको छ यस्तो हो यस्तोको यो गेट बनाएको हो क्या यस्तोको गेट बनाएको हो अनि यो भनेको चाहिँ यो छाता चाहिँ जापानिजहरूको ट्रेडिसनल के भन्छ यो पुरै त्यो ड्रेसहरूमा लाउने खालको छाता हो ऊ हामी सासु बुहारीको त ल हिँडौँ ल स्लो मोसन अरे हौ आमै मार्दै कसैले सक्दैन नि फेरि लु बुहारी खिच्ने ल सासुलाई पो छ त यहाँ त ल ओहो पोक्ची पनि भिडियो बनाउने गाइजहरू होइन म अगाडिबाट पनि देखाउनको लागि आइदिएको छु यहाँ यो चाहिँ पहिलेको राजाको हो यो ओखाजाकी भन्ने ठाउँमा उ गर्ने यो राजा बस्ने ठाउँ राजाको के भन्छ एउटा यो अलिक डाँडामा बनाउँछ नि यिनीहरूले क्यास्टलहरू त्यस्तै हो अनि यो चाहिँ अब यहाँ चाहिँ नाइटमा फेरि दामी हुन्छ फेरि वरिपरि सबै राखेको छ है यता चाहिँ चल्दैछ सासुबारीको फेरि यहाँ यस्तो हो क्या यो छाता यो भराइ चाहिँ फेरि नाइटमा चाहिँ बवाल हुन्छ फेरि यहाँनिर यो छाताहरू सबै यो लाइटहरू सबै बज्छ अनि यो कप्टेराबाट यो भित्रभित्र यो बाँसको कप्टेरा हो यो भित्र चाहिँ सबै लाइटहरू हालेको छ आमै मात्दैन त सबले फेरि के भन्छ छोराको होइन बुहारीको र आमाको चाहिँ सासु र बुहारीको चाहिँ फेस मिल्दो रहेछ भन्छ मसँग मिल्दैन र मिल्छ हो सबैको मिल्छ छोरी मेरो छोरीको त मिलिहाल्छ नि यता हेर्नु नोरा को चिकन आएछ चिकन खाइदेऊ न ल्याप्पा ल छोरीको त हो नि के हुन्छ अब छोरीको हो भन्दैमा नि चिकन त बच्चाको खाकै होला मैले त ठुलो भएर नि ल्याम खान्थे जुम हेर्न फेरि हामी भएर आउन त त्यस्तो भए बच्चै छ हौ बच्चै आमाको के भन्छ आमा के अरे के भन्छ यो फेरि भन्नु पनि आउँदैन फेरि छोरीको आमा भइसक्यो तै पनि अझै बच्चै जस्तो बिहेर देखाउँछ उहाँ नानीको सिगान पुस्दैको ल्याप्पा खाऊ अरे के भन्नु र खोइ अब यहाँनिर चाहिँ यस्तो हुन्छ यो के भन्छ अब त झर्ने बेला भयो अलिक अगाडि नै भएको भए चाहिँ यो रातै हुन्थ्यो यो रेड म्यापल भन्छ नि यो चाहिँ यहाँ बनाउनेको लागि यस्तो यताउति राख्नको लागि यिनीहरू हिँडिरहन्छ मम्मीको दामी आउँछ नि यो है राजाको मेन घर चाहिँ यो राजाको यो पछाडिबाट हो अहिले म अगाडिबाट पनि देखाउँछु यहाँ हामी रातोतिर डुल्दैछौँ गाइज त्यो पहिला नि राम्रो रहेछ नि त्यहाँ कस्तो राम्रो झन् त्यहाँ यता मम्मीको फोटोसुट हुँदैछ कुकुर म यहाँ छौँ ल यहाँ हेर्नु न कति राम्रो क्यामेरामा भन्दा रियलमा राम्रो देखेको छ अझ हजार ल राजाको बिल्डिङ यहाँ छ ठुलो बिल्डिङ चाहिँ हो यो गाइजहरू हामी डुल्दैछौँ नानी चाहिँ बेला रुँदैछ उसलाई निन्द्रा लागिरहेछ है कति राम्रो देखेको
त्यही ब्यागमै हालिदियो हो कि उसले हेर्नु नि त्यहाँ बच्चालाई कति राम्रो है यहाँ नि राम्रो रहेछ साथीहरू ए त नि कति राम्रो हो यता त रातो भएछ ल ओहो उ त्यहाँ पनि हेर्नु नि थोरै भयो नि तर राम्रो नि ल यता नि अब यो सकिन आँटिसक्यो कि यो रातोहरू पात झर्दै आम्मामा सानो कति राम्रो हेर्नु न ल गाइजहरू हामी चाहिँ खासै हेर्न गएको थिएनौँ लाजै आयो फेरि कस्तो घामै गयो क्या आज अँध्यारो भइरहेछ घाम भएको भए चाहिँ यस्तो राम्रो देख्छ आज घाम नै गइदियो कि पहिला आएको थियो एकचोटि हामी यहाँ गर्मी महिनामा आएको थियो क्या हामी चाहिँ यो चाहिँ के हो अरे कालु यो चाहिँ आफूलाई चाहिएको के भन्छ मनोकामनाहरू यहाँ लेखेर बाँध्दो रहेछ क्या पेपरमा आफ्नो इच्छाहरू विसहरू चाहिँ यहाँनिर पुरा हुन्छ भनेर कति मजाले बनाएर गरेको हुन्छ कि फेरि है हेर्नु न कति राम्रो यता हो सुल्टो त ए लेखेको कति आमामा कस्तो लेखेको है डेन्जर लेखेको हजुर स्ट्यान्डको होला नि कति राम्रो फुल रहेछ ओके कति रहेछ ऊ यहाँ चाहिँ ल न यहाँ बाउ छोरीको गेम यता बाबा यता छोरी ल ऊ त हेर्दैछ भित्रै यसले यता छोरी राजा भन्यो है राजा भन्यो यहाँ चाहिँ हात धुने ठाउँ है आज घाम नभएको कि है रिस उठ्दो यो घोडा राजा चढ्ने घोडा यहाँ चाहिँ राजाको दरबार यहाँ चाहिँ हात धुनु हो यहाँ चाहिँ हात धुने ल आछु हुन्छ छोरीलाई त कति सफा पानी छ यहाँ चाहिँ चोखो हुने हो क्या ल मम्मी नि धुनु चोखो 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 चिसो नि ल मेरो नि म नि हात धुन्छु यहाँ आइसकेर धुनु पर्यो नि त होइन त्यहाँ भित्र होइन क्या मुनि गर न त्यहाँ हाल्नुहुन्न ऊ त्यसको मुखबाट ढुङ्गे धारा मुख त हो त अनि के हुन्छ त अनि ए बा टाउको छ अनि यस्तो फेरि ठ्याक्क उगाउनुको लागि यो सबै बाँसबाट बनेको क्या बनाएर राखेको हुन्छ क्या बनाएर यो चाहिँ है मेन राजाको घर भन्छ नि राजाको दरबार यो चाहिँ राजाको दरबार हो है गाइजहरू अनि पृथ्वीनारायण शाहले एकीकरण गरे जस्तो यो चाहिँ अलिक डाँडामा छ यहाँबाट हेरेर यसरी हाम्रो फेरि छोरीलाई यहाँ चाहिहाल्छ यहाँ देखाउने बित्तिकै त उसलाई चाहिहाल्छ लु ओ दिनु कि दिनु भन्छ लु तपाईँलाई कस्तो लाग्यो यहाँ चाहिँ राम्रो छ रमाइलो राम्रो है गुन्द्री पनि रहेछ ल के अचम्म यहाँ पनि गुन्द्री हुँदो रहेछ नि यत्रो यो त के अरे सल्लाह के भन्छ यसलाई ल यो सल्लाहलाई अमम कत्रो ठुलो छ गुन्द्रीले कस्तो मजाले बाँधेर राखेको छ हो आम्मामा
ल यहाँ माथि चाहिँ टिकट काटेर जानुपर्छ। यहाँ माथि गएर चाहिँ भ्यूहरू हेर्ने हो क्या। ल गाइजहरू हामी यहाँ राजाको दरबारमा फोटो खिचेर नि यहाँ तल चाहिँ फेरि रातो फुलहरू फुल्दै रहेछ, त्यता जाँदैछौँ। ल आमामामा चिसो हावा चल्थ्यो क्या फेरि एक्कासी हावा चल्थ्यो क्या है। ल कस्तो राम्रो फुलिरहेको रहेछ हौ रातो त अनि है। ल पानी छिट्टा आयो क्या हो, जाउँ हो जाउँ जाउँ। ल गाइजहरू यहाँ चाहिँ रेड म्यापल हेर्न आएको हामी। यो पुरै लेखेर उइस मागेर यहाँ चाहिँ उ गर्ने हो नि। यता त नानीको फोटो खिच्न ल्याएको रहेछ। गुम्बा जस्तै जस्तै छ है, कुनै कुनै क्या। पानी आयो गाइजहरू, हामी त भाग्यौँ अब। अनि कस्तो पानी पो पर्यो हौ एक्कासी। हजुर झ्याउ हुन्छ नि, तर हराउन यहाँ त राखिदिन्छन् क्या। ओहो कति राम्रो फुल फुलेको। यता आउनु मन अनि टिस्टोलहरू गुड्दैन होला नि त। हेर्नु न यहाँ झन् कति राम्रो बाटो पनि। पत्कर पो सोर्न आउनुपर्छ क्या। दिउँसै पनि अँध्यारो देख्यो यहाँ घाम नलाएर। ल चराको गुड पनि छ होला हौ यहाँ त। कस्तो राम्रो देखेको नि। मम्मीलाई लौ यो रुख पनि कस्तो रातो हो, के रुख हो र यो? यता फेरि के हो यो? ढुङ्गाको हेर्नु न गाइस कस्तो राम्रो। आम्मामा झन् यता हेर्नु न त्यो तल। लौ कहाँ घुमाइदियो तिमीले त? तेरिका एक्कासी पानी आइदियो गाइजहरू, हामी त घर फर्केको नानी भएर के। हामी त केही हुन्न थियो है। झन् यहाँ बेलुका यस्तो दामी लाइटिङ हुने, तर पानी पर्यो भने त लाइट बल्दैन होला हौ। भरे चाहिँ योहरू पुरै लाइट बल्छ क्या गाइजहरू होइन, यस्तो राम्रो देख्छ जस्तो लागिरहेछ क्या। अब हामी चाहिँ दिउँसै आएको भएर दिउँसो भने पनि यहाँ पुरै के अरे रात परे जस्तै अँध्यारो भइसक्यो के अरे पानी पर्न कि त्यही भएर पानी परेको भएर पुरै अँध्यारो भइरहेछ। हामी त यहाँ दौडिँदैछौँ। अरूभन्दा नानीलाई चिसो लाग्ला भन्ने पिर क्या। सो अब घुम्न जान पनि मन लाग्ने, अब कहिलेकाहीँ बाहिर पनि लिएर हिँड्नु पर्छ नि त नानीहरूलाई पनि, त्यही भएर हिँडेको। ल यस्तो छ। हजुर टोइलेट त अघि हुँदै थियो नि।
उतापट्टि थियो नि त्यो पानी हात धुने ठाउँनिर थियो नि हो र? ल है मम्मीलाई घुमाउन ल्याएको यहाँ त हावाहुरी घाम के अरे पानी परेर त्यहाँ टोक्नु यहाँ के के हो? फेरि पेट दुखेर हैरान खुर्सानीले नजिकै त यता छैन होला अब ल त दिउँसो हामीले हेरेको चाहिँ यही हो अहिले चाहिँ मजाले बल्दैछ खै त छाता त बल्दैन रहेछ त कस्तो राम्रो देखेको नि ने हाम्रो टोलीहरू यता जाडो भएर खै पेन्गुइनको मुख जस्तो छ चाहिँदैन अरे जम्बुता ल जाउँ उता उता जाडो छ जाडो अब हामी यता डुल्दैछौँ एकछिन रात पऱ्यो कोही छैन हामी माथि के को कोही छैन हामी मात्रै हो अघि हामी नाइटमा आउँछु भनेको थियौँ त्यही भएर आएको रहेछ लाइट चाहिँ मजाले बलिरहेको रहेछ कहाँ हो गाइजहरू ल गाइजहरू यस्तो मजाले बलिरहेछ ओखा जाकी भनेर लेखेको अघि हामी यतै डुलेको हो आमामामा हेर्नु न अघि यही गेटमा हो हामी पुरै भिडियो गर्दै बसेको यस्तो दामी भइरहेछ हेर्नु न यहाँ छाता बलेको हेर्नु त ओ माई गड कस्तो राम्रो देखेको ल त हेर्नु न आमामामा कस्तो राम्रो देखेको नि हिँड न हिँड ल अघि दिउँसो देखाउँदाखेरि यस्तो देखिएको थिएन है अहिले यहाँ रात परेपछि चाहिँ नै यहाँ त ल्याएला पुकुली होइन यता हाम्रो मित्रहरू यता मसिनोले त फेरि कडै हान्छ नि त के भएछ अरे यस्तो लाइटहरू हेर्ने हो भने चाहिँ नावाना सातौनी हो क्या जाने है नावाना बब्बाल हो यार ल हेर्नु त यो मुढा बनाउँदा बनाउँदै कुन चाहिँले खोसेर ल्याएको जस्तो यो क्या यो ठ्याक्कै माथि त्यो गोरुको छाला राख्दै अन्त मुढा भएन यतिको चाहिँ लभ गर्नु है तपाईँहरू यहाँ हेर्छ भन्नु तपाईँ मिस निरौली भन्नु लभ गर्नु तपाईँहरू ल ओखाजाकी क्यास्टल चाहिँ रातिमा यस्तो देखिन्छ है यस्तो बवाल देखिन्छ यो हिँड्दा यो ठ्याक्क लाइट बालिदिएपछि त अम यो त अनि डाँडामा पुरै यो तपाईँ लाइटिङै लाइटिङ यो नेपालमा त अनि पुरै यतिको लाइटिङ भएपछि त अनि यो तिहार लागे जस्तो भएन त अन्त ठ्याक्कै ल तिहार लागे जस्तो अब रातिमा त फेरि मलाई त फेरि फ्याट्टै देखिहाल्छ कुन्ताको गोरो मान्छे यस्तो रातिमा त अनि फेरि कडै आउँछ नि त नानी गुड्डुहरू फेरि सबैजना लभ गर्दै हुनुहुन्छ लभ गर्नै नानी लभ गर्नै च्यान्तो लभ गर्नु त हामी अहिले प्रेममा छौँ बुझ्नु है ल है ल कान्छा कान्छीको लभ हो यता कान्छा कान्छीले यहाँ गेट नछोडेर ल ल
यहाँ चाहिँ सुनै सुन फलेको छ है, यो टिप्न मात्रै गाह्रो हामीलाई। यहाँ फेरि यो के भन्छ बकैदा यहाँ सुनको पातको लभ बनाएको छ। यहाँ कुन चाहिँले आएर जापानिजहरूले लभ गरेर गयो यहाँ। ओहो, अनि यहाँ यी छाता त यहाँ त यसरी बल्छ है, छाताको घडी छ यहाँ। यता फेरि यता यस्तो बवाल यी यो के हो, आमै कति चाहिँ हो यो। हान्नु लु तपाईँ